नै हुनेछ। त्यसपछि हाम्रो निम्तोलाई स्वीकार गरेर यहाँ पाल्नुभएका विशिष्ट अतिथिज्यूहरू, विद्यालयको निम्तोलाई स्वीकार गरेर आउनुभएका सम्मानित व्यक्तित्वहरू, पाहुनाहरू, विद्यालयका पूर्व प्रहहरू, समाजसेवी, पूर्व विदेश अध्यक्षज्यूहरू, शिक्षक अभिभावक सङ्घका वर्तमान तथा पूर्व अध्यक्षज्यूहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू लगायत हाम्रो मञ्चमा पाल्नुभएका र यो कार्यक्रमलाई गौरवान्वित बनाउनुभएका सम्पूर्ण अतिथिज्यूहरू, त्यसै गरी विभिन्न समयमा आफ्नो कार्य व्यस्ततालाई थाती राखेर हामीले धेरै अभिभावकहरूलाई आउनुहुन्छ भन्ने अपेक्षाका साथ सम्पूर्ण अभिभावकलाई निम्तो गरेका थियौँ। आजको दिन नै भनौँ संयोगले कतातिर नेपाल बन्दको खबर सुनिएको, कतिपय विभिन्न किसिमका अहिलेको राजनीतिक कार्यक्रम अथवा सामाजिक कार्यक्रम भएको हुनाले अभिभावकहरू सम्पूर्णलाई यहाँ आउन सक्नुभएको छैन। उहाँहरूप्रति पनि विद्यालयले अहिले सम्झिरहेको छ। विशेष गरी मैले अहिले पछि बोलुला भन्ने कुरो थियो, यहाँ कतिपय अतिथिहरू व्यस्तता भएको र विद्यालयको वर्तमान अवस्था कस्तो छ भनेर जान्ने आकाङ्क्षी भएको हुनाले केही कुरा विद्यालयको वर्तमान अवस्था विश्लेषण कस्तो छ त्यो कुरामा राख्दैछु। र विशेष गरी यस विद्यालयको स्थापना जुन 2033 सालमा आजकै दिनमा गर्नुभएको थियो, तत्कालीन यहाँका समाजसेवीहरूले र यो समुदायको आवश्यकता अनुसार विभिन्न समयमा यस विद्यालयलाई आजको स्थानमा ल्याउनु हुने सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका पूर्व स्वर्गीय अध्यक्षज्यूहरू, पूर्व प्रहहरू, यहाँका जान्ने मान्ने समाजसेवीप्रति आज विद्यालयले सम्झिरहेको छ। र समय परिवर्तन हुँदै जाँदा समयको आवश्यकता अनुसार कुनै बेला यो विद्यालयको महत्त्व धेरै बढेको थियो, यहाँ विद्यालयहरू थिएनन्। त्यो अवस्थामा यो विद्यालयको स्तर निकै माथि उठेको थियो। समय परिवर्तन हुँदै जाँदा अहिले विद्यालयको अवस्था हेर्दा अलिकति हामीले सोच्नुपर्ने अवस्था छ। हामीसँग संस्थागत विद्यालय धेरै भयो भनेर होइन कि हामीका समुदायको विद्यालयप्रतिको जो अपनत्व लिनु पर्थ्यो, समुदायमा अलिकति विद्यालयप्रति हेर्ने दृष्टिकोण जुन हुनु पर्थ्यो त्यो नभएकै कारणले विद्यालय अलिकति जुन स्तरमा जानु पर्थ्यो त्यो हुन सकेको छैन। त्यसै कुरालाई मध्यनजर राखी आजसम्म अहिले यो मैले यहाँ मञ्चमा देखिरहेको छु 2080 साल देखि जुन मलाई यहाँको विद्यालय व्यवस्थापन समितिले पर्वको जिम्मेवारी दिएको थियो, त्यसपछि मैले अवस्थालाई 2 वर्ष 2.5 वर्ष विश्लेषणात्मक तरिकाले हेरेँ, तर आफूलाई मध्यम स्तरको पनि राख्न सकेको छैन। उत्कृष्ट काम केही गरौँला, समुदायलाई विद्यालयप्रति अपनत्व गराउला र अगाडि बढौँला भन्ने जुन हाम्रो अपेक्षा साथ हामी अगाडि बढिरहेका थियौँ, तर त्यो अलि हुन सकेको छैन। विशेष गरी भर्खरै भन्नु भएको छ, पूर्व विदेश अध्यक्ष राजन खड्कासँग मैले 2 वर्ष काम गरेँ। उहाँसँग काम गर्ने क्रममा हामीले विद्यालयमा विभिन्न किसिमका समस्याहरू थिए, समस्यासँग जुधेर हामीले काम त गऱ्यौँ, तर फल प्राप्त गर्ने हिसाबले काम गर्न नसकेको अनुभव भइरहेको छ। चाहे त्यो जग्गाको विषयको होस्, चाहे विद्यार्थी बढाउने होस्, चाहे समुदायलाई विद्यालयसँग जोड्ने कुरा होस्, त्यसमा अलिकति हामी अगाडि बढ्न खोज्ने, तर चाहिँ यहाँको विभिन्न प्रवृत्तिगत समस्याको कारणले हामी अगाडि बढ्न सकेनौँ। त्यसपछि अहिलेको जुन नेतृत्व विद्यालय व्यवस्थापन समिति आएको छ, यस विद्यालय व्यवस्थापन समिति हामीले भेलाबाट हाम्रो शिक्षा ऐन कानुनले जुन भनेको छ त्यही अनुसार त्यही कानुनमा टेकेर हामीले शुद्ध अभिभावक ल्याउँ भनेर हामीले त्यो काम पनि गऱ्यौँ। तर विद्यालय व्यवस्थापन समिति र समुदाय फेरि जुन रूपमा जोडिनु पर्ने थियो त्यो अलिक नजोडिएको अवस्थामा देखिरहेको छु। त्यसकारण यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरूलाई म आग्रह गर्न चाहन्छु, समुदायले नै विद्यालय स्थापना गरेको, समुदायसँगै विभिन्न सङ्घ संस्थाहरू स्थापना भएका हुन्छन्, चाहे त्यो यहाँको स्वास्थ्य होस्, वन होस्, विद्यालय सबै समुदायको सम्पत्ति हो। तपाईहरुको सम्बन्ध बिना, दुई पक्ष सम्बन्ध बिना यो अगाडि बढ्न सकिँदैन। त्यसकारण कहिलेकाहीँ हामीलाई केही तत्त्वहरूले चाहे त्यो वन होस्, वनसँग झगडा पारिदिने, कहिलेकाहीँ संस्थागत विद्यालयसँग केही कुरा गरिदिने र समाजमा वितृष्णा फैलाउने जुन तत्त्वहरू छन् त्योसँग आज हामी एकताबद्ध भएर अगाडि बढ्नु भएको छ। गत वर्ष मात्रै हामीले
विद्यालय बस सञ्चालन गरेका थियौँ। बसलाई दिगो बनाउन भन्ने उद्देश्य साथ हामीले सञ्चालन गऱ्यौँ। त्यो बस स्थापना बस सञ्चालनसँगै हामीसँग भएका विद्यार्थी म यहाँ आउँदाखेरि 250 जना विद्यार्थी थिए भने अर्को वर्ष 350 पुगे। तर फेरि बस सञ्चालन जो टुट्यो बिचमा, त्यसपछि हाम्रो विद्यार्थी घटेर फेरि पुरानै अवस्थामा आएको छ। अहिलेको अवस्थामा हेर्नुहुन्छ भने यस विद्यालयमा 250 जना विद्यार्थीहरू भर्ना हुनुभएको थियो। त्योमध्ये अहिले फेरि विभिन्न बालबालिकाको अभिभावकको कुनै बसाइसराईको कारणले अथवा अन्य विद्यालय जाने कारणले मात्र 220 जना विद्यार्थीहरूले अहिले अध्ययन गरिरहनु भएको छ, पठन पाठनमा सरिक हुनुहुन्छ। त्यसै गरी यस विद्यालयको अवस्थालाई हेर्दाखेरि तपाईँहरूलाई म अलिकति शैक्षिक, भौतिक तथा आर्थिक अवस्था बुदागत रूपमा सुनाउँदैछु। यस विद्यालयमा माध्यमिक तहको एक मात्र थाई दरबन्दी छ, राहत एउटा छ, 2टा नगर अनुदान छ, निमावि एउटा र राहत 3वटा निमावि। त्यसै गरी प्राविमा 5वटा थाई दरबन्दी छ, एउटा राहत, एउटा निजी स्रोत, एकजना कर्मचारी, 2 जना कार्यालय सहयोगी गरेर हामी 19 जना कार्यरत छौँ। 5वटा प्रावि थाई मध्ये 1 जना सुरेन्द्र बहादुर गुरुङले भर्खरै राजीनामा दिएर यहाँ हुनुहुन्न अहिले। उहाँको ठाउँमा अर्को शिक्षक आउनुपर्ने हो। तर पनि त्यसमा पनि एउटा अलिकति जुन हामीले सोचेका थियौँ शिक्षक हामीले ल्याउन सकेका छैनौँ। कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने क्रममा हामी भित्रैका हामी व्यवस्थापन समितिकै व्यक्तिहरूको कारणले गर्दा त्यो शिक्षक ल्याउन सकिरहेका छैनौँ। सिस्टम अनुसार चल्दा पनि बाधा भइरहेको छ। त्यो दुःखी सेवा म सुनाउन चाहन्छु। त्यसै गरी अहिलेको अवस्थामा हाम्रो विद्यार्थी घट्नुका मुख्य कारणहरूमा तपाईँहरूले सबैलाई थाहा छ, यो अहिले 1 पास अङ्ग्रेजी पढाइ भएको छ। तर अङ्ग्रेजी पढाइ जुन रूपमा हामीले गर्नु पर्थ्यो, अलिकति विभिन्न स्तरका बालबालिका थिए। 1 कक्षादेखि 5 कक्षासँग एकैचोटि गर्दाखेरि उनीहरूलाई अलि हामीले तालमेल नमिलाउँदाखेरि अलिकति यो समस्या देखिएको छ। त्यसै नयाँ नेतृत्वले नयाँ रूपमा अलिकति समुदायसम्म जुन अगाडि बढ्नु पर्थ्यो त्यो पनि अलिकति हाम्रो देखेको छैन, त्यसले गाह्रो भइरहेछ। र विद्यालय यातायात सेवा पनि नभएको कारणले विद्यार्थी घटेको हो। त्यसै गरी हामी कहिलेकाहीँ शिक्षक महासङ्घको आन्दोलनको लागि काठमाडौँ पनि जानुपर्ने बाध्यता थियो, त्यसले पनि विद्यार्थी घटे। अनि अभिभावक अस्थायी बसाइसराई अनि विद्यालय व्यवस्थापन समिति समयमै गठन हुन सकेको थिएन, भर्ना अभियान हाम्रो हुन सकेन, त्यसले पनि विद्यार्थीहरू घटेका छन्। र यसै गरी अहिलेको शैक्षिक अवस्था हामीसँग के छ भनेर तपाईँहरूलाई जिज्ञासा हुनसक्छ। हामीसँग सूचना प्रविधिको प्रयोग गर्ने भनेर हामीले कक्षा कोठामा सूचना प्रविधि प्रयोग गर्ने अठोट त गऱ्यौँ, हामीसँग आर्थिक अभावको कारणले त्यो पनि हुन सकेको छैन। विज्ञान प्रयोगशाला छ, त्यसलाई प्रयोग भइरहेको छ। त्यसै गरी हामीले परीक्षाका विभिन्न किसिमका चरणमा परीक्षाहरू गर्छौँ, त्यसलाई मूल्याङ्कन गर्ने, विश्लेषण गर्ने र जानकारी दिने गरिरहेका छौँ। र आधारभूत तहमा शिक्षकहरू भए तापनि माध्यमिक तहमा अलिकति विषयगत शिक्षकको समस्या छ। र विद्यालयमा कमजोर विद्यार्थीहरूलाई उपचारात्मक शिक्षा पद्धति प्रयोग गरेर हामीले सिकाइरहेका छौँ। र यसै विद्यालयको उत्पादन कस्तो छ भनेर हामीले पुरानो अवस्थामा अलि राम्रो थियो भने अहिलेको अवस्था अलि त्यति हुन सकेको छैन। र यस विद्यालयबाट 2 जना विद्यार्थीहरूले अध्ययन गरेर चिकित्सा शिक्षा आयोगले लिएको यो एमबिबिएस परीक्षामा पूर्ण छात्रवृत्ति पाउन सफल हुनुभएको छ। राजेन्द्र खरेल र राजन अधिकारी दुवै भाइहरूलाई म विद्यालय तर्फबाट हार्दिक बधाई तथा उनीहरूलाई सम्झिन चाहन्छु। त्यसै गरी यसको भौतिक अवस्था हेर्नुभयो भने चाहिँ हामीसँग पहिले श्रद्धेय अध्यक्ष बालाराम गौतम र वसन्त प्रसाद नेउपानेको पालामा जुन यिनी भवनहरू बनेका थिए, त्यसपछि कुनै किसिमका हामीले भवनहरू बनाएका छैनौँ। 3वटा भवन, एउटा छात्र शौचालय छ भने एउटा जीर्ण अवस्थामा शौचालय छ। त्यो शौचालयको लागि हामीले पहल गरिरहेका छौँ। सायद नर्मलमा अलिकति बजेट परेको छ भन्ने सुनेको छ। त्यसै गरी 2वटा खानेपानी धाराहरू छन् हामीसँग। एउटा हाम्रो सिकाइ मेलाको क्रममा हामीले आन्तरिक स्रोतबाट बनाएका थियौँ भने एउटा पहिले नै थियो। त्यसै फर्निचर निर्माणका लागि हामीलाई सामुदायिक वनहरूले सहयोग गरिरहनु भएको थियो, पहिले पनि सहयोग गर्नुभएको थियो, अहिले पनि सहयोग गर्नुभएको छ। र सामुदायिक 2वटा महिला नमुना सामुदायिक र त्रिवेणी सामुदायिक वनले हामीलाई पटक पटक काठ दिनुभएको छ। त्यसैको प्रयोग गरेर हामीले हल कोठामा काठहरूबाट फर्निचर निर्माण गरेका छौँ, झ्याल ढोका पल्ला गरेका छौँ। तर त्यो स्रोत बिना हामीले अलिकति भुक्तान दिन हामीलाई कठिन भइरहेको छ अहिले पनि।
त्यसै गरी हामीले विभिन्न समयमा सामुदायिक वनले बसलाई भनेर गत वर्ष नै केही ऋण लिएका थियौँ। त्यो ऋण पनि अब हामीले भुक्तानी गर्ने क्रममा छौँ। र यहाँको आर्थिक अवस्था हेर्ने हो भने अलिकति कमजोरी छ, कुनै पनि स्रोत छैन। हामीसँग प्राप्त भएको लाल पूर्जा भएको जग्गा छ, त्यसैलाई विभिन्न कठिनाइको कारणले हामीले कसैसँग अथवा विद्यालयले यहाँका तत्कालीन व्यक्तिहरूले कुनै सम्झौता गर्नुभएको थियो। त्यो सम्झौता अनुसारको जग्गा धनी अथवा हाम्रो आदरणीय गोपाल सर यहीँ हुनुहुन्छ, उहाँले केही कुरा भन्नुहुनेछ। त्यसले गर्दा हामीले जग्गालाई प्रयोग गर्न पाएका छैनौँ। त्यो जग्गा प्रयोग गर्नको लागि पनि यहाँका समुदायहरू र नेतृत्वहरू पुनः बसेर छलफलको लागि तत्कालै केही कुरा गर्नुपर्ने अवस्था छ। त्यसै गरी हामीसँग कुनै समयमा यो लाल पूर्जा प्राप्तिको लागि समुदायबाट विभिन्न किसिमको सब यहाँ समुदायबाट हामीले विद्यालयलाई सहयोग बनेर 1,38,305 समुदायबाट हामीले पैसा उठाएका थियौँ। त्यो पैसा कहाँ गयो भनेर कतिपय समुदायका अभिभावकहरूले भन्नुभएको छ। त्यसको लागि हामीले हर हिसाब क्लियर गरेर राखेका छौँ। तपाईहरुले हेर्न चाहनुहुन्छ भने जग्गा व्यवस्थापनमा प्रयोग कति गर्यौं भने कति विद्यालयको आन्तरिक क्रियाकलापमा प्रयोग गरेका थियौं। आर्थिक रूपमा पूर्ण रूपमा पारदर्शिता छ भने अहिले पनि हामीले पूर्ण रूपमा बैंकिङ प्रणाली प्रयोग गरिरहेका छौं। त्यसैगरी हामी कहाँ रहेको यो हल कोठामा झ्याल ढुङ्गा निर्माण गरिसकेका छौं भने हामीले विद्यालयमा यो हरित विद्यालयको अवधारणा अनुसार केही गर्न खोजिरहेका छौं। तर यहाँको वातावरण अनुसार अलिकति हामी सुरक्षित नभएको देख्छौं। कहिलेकाहीँ बोट बिरुवाहरू पनि लागेको भाँचिएको, कहिलेकाहीँ यहाँ विद्यालयमा दशैं तिहारमा चोरी हुने गरेको छ, त्यसको लागि पनि सुरक्षित हुनुपर्ने देखिन्छ। सीसी क्यामेरा तत्काल आवश्यक देखिएको छ र विद्यालयमा 5 वटा अक्षय कोष छन् र त्यो अक्षय कोषको संख्या बढ्दै जाने हामीले अपेक्षा गरिरहेका छौं। अब विद्यालयले भावी योजनाको रूपमा नियमित भइरहेका कामहरू बाहेक विभिन्न किसिमका योजनाहरू ल्याएको छ, तर योजना कार्यान्वयन गर्न बजेटको आवश्यक पर्ने भएको हुनाले ती योजनाहरू फलदायी हुन सकेका छैनन्। हामीले अहिलेको अवस्था हेर्ने हो भने कक्षा 8 को परीक्षामा पनि राम्रै नतिजा छ भने गत वर्षको एससी परीक्षामा 72% विद्यार्थी पास भएका थिए रेगुलरतर्फ। त्यसैगरी विद्यालयको सिकाइ उपलब्धि हामीले 60% वृद्धि गर्ने भनेर हामीले लक्ष्य राखेका छौं र त्रैमासिक रूपमा हामीले अभिभावकसँग समन्वय गर्ने भन्छौं, तर अभिभावकहरू पटक पटक आइदिनुहुन्न। त्यसकारण अभिभावकसँग बढी सम्पर्क हामीले गर्न सकिरहेका छौं। यसलाई हामीले आगामी वर्ष विभिन्न योजना गरेर अभिभावकलाई बोलाउने छौं। त्यसै विद्यार्थी भर्ना अभियानलाई एउटा अभियानका रूपमा लियौं भनेपछि अर्को वर्ष हामीले टोल भर्ना अभियान अथवा समुदायमा गएर हामीले सक्रिय साथ अगाडि बढ्यौं भने भर्ना अभियानलाई पनि तीव्रता बढाउने भन्ने हामीले योजना बनाएका छौं। त्यसै हामीले सूचना प्रविधिलाई कक्षा कोठामा प्रयोग गर्न सकिन्छ कि भनेर हामीले सूचना प्रविधिको लागि विभिन्न प्रस्तावनाहरू राख्ने गरेका छौं। ती सूचना प्रविधिका सामान प्राप्त भएमा त्यसलाई पनि हामीले प्रयोग गर्नेछौँ। त्यसैगरी विद्यालयको यो खेल मैदान स्तरीकृत शौचालय निर्माण, बाल क्लब स्काउट लगायत प्रभावकारी बनाउने योजना छ। बाल क्लबलाई र स्काउटलाई कतिपय हाम्रा सहयोगी दाताहरूले ड्रेस पनि दिनुभएको छ, उहाँलाई आज सम्मान गर्ने कार्यक्रम पनि छ। त्यसैगरी हामीलाई केही डस्टबिनहरू दिँदै हुनुहुन्छ, उहाँलाई पनि हामीले आज सम्मान गर्दैछौँ। त्यसैगरी शिक्षकहरूलाई पनि केही उत्प्रेरित गर्ने कार्यक्रम आगामी दिनमा हामीले ल्याउने योजना बनाएका छौँ भने सम्पूर्ण पूर्वाधार भएमा हाम्रो समुदाय र विद्यालयको सम्बन्ध राम्रो भएमा हाम्रो भावी योजना भनेको कक्षा 12, 11, 12 सञ्चालन गर्ने हो। यो कक्षा 11, 12 सञ्चालन गर्नको लागि हाम्रो पूर्वाधार त छ, तर विद्यार्थी संख्या जुन रूपमा हुनुपर्थ्यो त्यो नभएको कारणले अहिले देखिँदैन। तर पनि समुदाय र विद्यालय सम्बन्ध राम्रो भयो भने त्यसलाई पनि अगाडि दिन सक्छौँ र यति हाम्रा भावी योजनाहरू रहेका छन्। र विद्यालयको यो स्थापनासँगै लाल पूर्जाको बारेमा हाम्रो कर्णवाल खड्गाजीले भनिसक्नु भएको छ। त्यो लाल पूर्जा सार्वजनिक गर्ने कार्यक्रम, त्यसपछि हामीले कतिपय व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ र आज हामीले विशेष कारणबाट हामीसँग केही प्राविधिक समस्या भएको कारणले सबैलाई सम्मान गर्न अलि असमर्थ देखेका छौँ।
र खेलकुदमा सम्मानित प्रथम सेकेन्ड भएका र हाम्रो नियमित अनुसार विद्यार्थीलाई आज हामीले छात्रवृत्ति लगायत अक्षय कोषका पुरस्कारहरू पनि वितरण गर्नेछौँ भन्दै र आगामी दिनमा यस विद्यालयको प्रगति उन्नतिको लागि सम्पूर्ण समुदायहरूले एकताबद्ध भएर आउनुहोला। हामीसँग मञ्चमा आएर तर्क वितर्क बढी हुने सत्ता अथवा हामी राजनीतिक रूपमा भन्छौँ नि सत्तामा हुँदाखेरि त्यति नगर्ने बाहिर गएपछि बढी खरो रूपमा उत्रिने जुन चलन छ त्यसलाई हटाऊ र विद्यालयलाई सोच्ने सकारात्मक दृष्टिकोण गर्नै पर्छ। हामी कहाँ टाढा नजाउँ। हाम्रै विद्यालय व्यवस्थापन समिति हाम्रै नेतृत्वहरू बिचमा समन्वयकारी भूमिका खेलेर र विद्यालय व्यवस्थापन समितिले नै पुलको काम गर्नुपर्ने हुन्छ। समुदाय र विद्यालयलाई मिलाउने यही माझका समुदायका अभिभावक हुनुहुन्छ। त्यसकारण विद्यालय व्यवस्थापन समितिको सक्रियताका साथ अगाडि बढ्ने प्रण गर्दै र आज 49औं वार्षिक उत्सवमा आउनुभएका सम्पूर्ण हाम्रा अतिथिगणहरू त्यसपछि अभिभावकजीहरू विद्यार्थी भाइ बहिनीहरूलाई एकपटक उत्सवको रूपमा यो कार्यक्रम सामान्य रूपमा भए तापनि हामीले सोच्नुपर्ने धेरै छ र अर्को वर्ष हामीले 50औं वर्ष पुगेको बेला हामीले भव्य रूपमा गर्ने हामीले तयारी गर्नेछौँ। यो वर्ष भनेको हामीले एक दिन मात्र तयार गरेका हौँ र यतिखेर पनि यो कार्यक्रमलाई सहयोग गर्नुहुने मैले नाम लिनै पर्ने हुन्छ। यो वार्षिक उत्सवलाई सफल बनाउने हामीले विद्यालयबाट कुनै पनि कोष पैसा खर्च नगरेर सहयोग गर्नुहुने विष्णुप्रसाद पाण्डे 5000 दिनुभएको छ, सुन्दर विक 5000, अम्बा कुमारी डाङ्गी 5000, भरत महतरा 5556, जङ्गवीर केसी 5000, टेकबहादुर विक 2000, माया ओली 1000, सीता विक 1000, मिना राई 1000 ल हाम्रो सरस्वती मावि स्टाफ परिवारबाट 8000 करिब 9000 दिनुभएको छ र दुर्पता हाम्रो शिक्षक सदस्य दुर्पता बस्नेबाट 2000 दिनुभएको छ भने यस्तै गरी हामीलाई लुम्बिनी स्मार्ट स्कुलबाट हामीलाई केही सामग्री पनि छ। त्योभन्दा विशेष धन्यवाद आभार हामी जुन छहारीमा बसिरहेका छौँ यो टेन्टको लागि सौजन्य गर्नुहुने हाम्रो स्थानीय समाजसेवी रेशम प्रकाश मल्लजीप्रति विशेष आभार गर्न चाहन्छु। यस्तै व्यक्तिबाट हामीले अझै अपेक्षा गरिरहेको छौँ सहयोग। त्यसै गरी हामीलाई स्काउटको लागि केही ड्रेसहरू हाम्रो सहयोगी मनहरू भन्ने हाम्रो एउटा टिम छ। उहाँहरूले पटक सहयोग कहिले काबिकको हलम दिनुहुन्छ भने यतिखेर हामीलाई के अरे स्काउटका ड्रेसहरू दिनुभएको छ। उहाँहरूले पनि अझै सहयोगी मनलाई फराकिलो बनाएर अझै सहयोग गर्नुहुनेछ भन्दै र अन्य व्यक्तिहरूले पनि यो सहयोगको कार्यक्रमलाई अहिले त हामीले सामान्य कार्यक्रम मात्रै हो त्यसै गरी हामीलाई आजको पुरस्कारको विद्यार्थीको पुरस्कारको लागि हामीलाई लालीगुराँस भन्ने हाम्रो दीपकजीले सहयोग गर्नुभएको छ र केही बिस्कुटको लागि हाम्रो एउटा पसलको भाइ केसी पसलले पनि गर्नुभएको छ। यसरी हामीले सहयोग जुटायौँ भने हामीले परीक्षणको रूपमा सहयोग जुटाउन सकिन्छ सकिन्न भनेर हामीले 2-4 जनाले सल्लाह गरेर एक दिनभित्र मात्र तयार गरेको कार्यक्रम हो। यो कार्यक्रममा केही समस्या पनि हुनसक्छ। हामीले लामो विद्यार्थीको पठन पाठन समस्या पर्छ भनेर हामीले एक दिन मात्र स्पोर्ट्स डे गऱ्यौँ र आज हामीले फेरि यही एउटा मञ्चको कार्यक्रम गरिरहेका छौँ। यसलाई सहयोग गर्नुहुने सम्पूर्णप्रति विद्यालयको तर्फबाट आभार व्यक्त गर्दै र यो कार्यक्रममा आएकोमा यहाँहरूप्रति आभार व्यक्त गर्दै सम्मान व्यक्त गर्दै मेरा छोटा मन्तव्यहरू राख्न चाहन्छु र सम्पूर्णले फेरि आगामी दिनमा हामीले पूर्व विद्यार्थी सम्मेलन गर्दैछौँ। त्यसपछि यो हामीले अन्य भेला पनि गर्दैछौँ। त्यसमा यसरी नै आइदिनु होला भन्ने अपेक्षा व्यक्त गर्दै मेरो छोटो मन्तव्य अन्त्य गर्छु। धन्यवाद, नमस्कार।